राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान र बालनको एन्ट्रीहरू को आउँदैछन् त राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुन। लुट्न चाहने नेताहरू र देश बनाउन चाहने नेताहरूको चाहिँ आगामी सम्पाङले किन गाली गरिरहनु भएको छ? म अनुशासन नगुमाउन सबै नेपाली नागरिकलाई अनुरोध गर्न राष्ट्रपा र बालनजीको जुन सहकारी छ त्यो सहकारी देश जनताको हितमा रहोस्। हाम्रो शुभकामना भएको छ। कतिपयले चुनाव चिन्ह त्याग्नु भएको छ, कतिपयले पदहरू त्याग्नु, सबै कुरा त्यागेर आफ्नो राजनीतिक करियर नै दाउमा एउटा स्टाटस हाल्नु भन्दा पनि बरु सरासर काठमाडौँ आएर हैन। अब प्रयासमा छौँ हजुर, हामी ट्राई गरिरहेछौँ है। विशेष गरी राजनीतिमा चाहिँ पछुतो लाग्ने कामहरू गर्दैन राजनीतिक नेतृत्वले। त्यो चाहिँ समयको महत्त्वको निर्णय हुन्छ। निर्णय गर्न सक्नु चाहिँ नि आफैमा महत्त्वपूर्ण कुरा हो। त्यागलाई चाहिँ कसरी लिनु भएको छ रवि लामिछानेको त्यागलाई? उहाँको त्यागलाई एउटा सम्मान छ हाम्रो सबैजनाको हैन। यो यस्तो यति साह्रो त्याग गर्नु भइरहेछ कि उहाँले सबैजना मिलाउनुको लागि हैन, यो उहाँलाई उच्च सम्मानका साथ हामी सब। यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहरको एकातिर छ भने नाम चलेका उत्कृष्ट व्यक्तिहरू पनि यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीसँग समाहित बन्दै आउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा केही दिन अगाडि मात्रै काठमाडौँका मेयर बालिन शाह समाहित बन्नु भएको थियो भने केही बुदाहरूमा सम्झौता समेत गर्नुभएको थियो र यति नै बेला भने फेरि कुलमान घिसिङ उज्यालो नेपालका प्रमुख व्यक्तित्व नै राष्ट्रिय स्वतन्त्र पार्टीसँग समाहित हुन सहकारी गर्नका लागि एउटै धारमा आउनु हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नयाँ बनिएका वैकल्पिक पार्टीहरू एकाएक प्रवेश गर्न थालेपछि र सहकारीको बाटो उज्यालो नेपालका कुलमान घिसिङ पनि यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भनेको एकीकृत गरेको समाचारहरू यति बेला सामाजिक सञ्जालहरूमा छरपष्ट आइरहेका छन्। यति मात्रै नभएर पछिल्लो समय सुदन गुरुङ लगायत विभिन्न अभियन्ताहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने प्रसङ्गहरू चलिरहेका छन्। यति मात्रै नभएर विभिन्न क्षेत्र र तहमा काम गर्दै आउनुभएका प्रमुख व्यक्तित्वहरू राजनीतिक तवरबाट लिएर पत्रकारिता र कलाकारी क्षेत्रमा समाहित हुनुभएका व्यक्तिहरू पनि यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका खबरहरू दिन प्रतिदिन जसो हामी सुन्दै आइरहेका छौँ। यो मात्रै नभएर पुराना पार्टीहरूसँग सम्बन्ध रहिरहेका र केही लामो अवधिसम्म अरू पार्टीमा नै रहेर काम गर्दै आएका उच्च पदका व्यक्तिहरू पनि यति बेला धमाधम राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित र प्रवेश गर्दै आएका खबरहरू तरङ्गित बनाएका छन् सामाजिक सञ्जालहरूलाई। यति मात्रै नभएर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता बढ्नुमा पनि जेजेहरूको आवाज उठानसहित नेतृत्वको कुराहरू अगाडि सार्नु, यति मात्रै नभएर देशलाई एउटा दीर्घकालीन विकास र समृद्धिको बाटोमा लैजाने एउटा वैकल्पिक पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै रहेछ भनेर सबैको ध्यान यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी प्रति केन्द्रित भएकै कारणले यति बेला सबै राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश हुनुभएको हो कि भनेर एउटा मोटामोटी अन्दाज गर्न सकिन्छ।